आज हामीहरू ऋषिदासको हाम्रो अति नै आदरणीय मास्टर ऋषिदासको अन्त्येष्टिमा सहभागी भएर अहिले हामीहरू जामबारीमा छौँ र अन्त्येष्टि गरेर चाहिँ आज अहिले हामी फर्किरहेका छौँ। जामबारीको के ठाउँ भन्नुभयो? गोराधा 3बाट हामीहरू फर्किँदैछौँ। यहाँनिर चाहिँ एउटा ऐतिहासिक धार्मिक स्थल पनि छ र यहाँबाट अब हामीहरू फर्केर मिटिङमा जानेछौँ। हाम्रो गाउँका सर पनि हुनुहुन्छ यहाँ। यो चाहिँ पहिलोचोटि यो गाडीमा चढ्यो। यो गाडीको नाम चाहिँ बसन्ती रे। बसन्ती गाडी हो बसन्ती। यो चाहिँ खास गरेर चाहिँ यो स्थानीय मेड नै रहेछ। यो नेपालमा मात्र पाइन्छ होइन, यो स्थानीय मेड हो। यो चाहिँ एउटा जुगार हो। पम्पिङ सेट, जुन पानी तान्ने पम्पिङ सेट हुन्छ त्यसबाट बनाइएको यो एउटा गाडी हो। यो गाडीमा हामी आज यात्रा गर्दैछौँ। त्यो एउटा नयाँ अनुभव हो। यो पहिलोचोटि हामीहरू यो जामबारी गोराधा 3 नम्बर आएको छौँ। पहिलोचोटि नाम त धेरै सुनेको थियो तर आज चाहिँ हामीहरू पहिलोचोटि आएका छौँ। यहाँको हाम्रो स्थानीय मान्छेहरू पनि हुनुहुन्छ। सबजना बसिरहेको छ र यहाँ धान खेती चाहिँ प्रशस्त मात्रामा हुँदो रहेछ। यो एउटा धान खेतीको झापाको धान खेती यो एउटा राजधानी पनि भन्दा हुन्छ। प्रशस्त धान खेतीहरू छ यहाँ। राम्रो छ तर चाहिँ पानी अलिक कम्ती भएको कारणले गर्दा चाहिँ अलिकति डढेलो लागे जस्तो देखिन्छ धानहरू। त्यस बर्खा भएपछि राम्रै धान फल्ने ठाउँ रहेछ यो।